नेपालको पुलिसको त भरोसा छैन। मेरो केटाहरूले के भन्छ भने होइन भाइ यो पनि सुरक्षाकर्मी हो, पुलिस भनेको चोर भन्छ होइन भाइ? हो सर, त्यो चोर भन्छ। मैले कमेडियाको उस भइसकेपछि सार्वजनिक गरेपछि मलाई बुढीले के भनिन् भने तपाईलाई अब पक्रिन्छ भने। ठिक छ, भोलि बिहान 6 बजी फोन आयो पक्रिन्छ भनेर पुलिसबाटै, तपाईँ भागिदिनु पर्यो भने। तपाईँ के कुरा गर्नुहुन्छ? मलाई भाग्ने कुरा गर्नुहुन्छ। म कहाँ भाग्नु भने 8 बजी फेरि फोन आयो भने यसो साइड लाग्दिनु न कतै भने। 11 बजी सिआइबी भन्थे, यिनका सिआइबी पनि देखेँ। मैले देखेँ क्या पुलिसको हालत हैसियत। हिजो साथी सालमा आर्मीसँग भिडेको मान्छे पुलिससँग के को पिर बनाए? पुलिस देखेको छैन मैले। जागिर छोडेर आएपछि एसपी के भन्छ, दुर्गाजी मलाई जागिर दिनु पर्यो भन्ने आएका छन् मसँग।